सङ्गठित संस्था अप्राविधिक चौथो नम्बर पाँचौँ तह वा स्वायत्त विस्तार प्रथम र द्वितीय श्रेणी वा स्वसरह पदको पूर्व योग्यता परीक्षा प्री-टेस्ट एक्जामिनेसन सेट 3 लिएर उपस्थित भएको छु। 50 प्रश्नको सेट रहेका छन् र प्रश्नतर्फ जाउँ। सार्वजनिक संस्थानको वार्षिक समीक्षा 2083 अनुसार हाल बन्द रहेका सार्वजनिक संस्थानहरू कति रहेका छन्? 2टा रहेका छन्। विश्वकप फुटबल 2026 मा तेस्रो प्रतिस्पर्धामा खेल कुन राष्ट्रहरू बीच भएको थियो? फ्रान्स र इङ्ल्यान्ड बीच भएको थियो। इङ्ल्यान्ड तेस्रो, फ्रान्स चौथो, अर्जेन्टिना दोस्रो र स्पेन पहिलो भएका थिए। कर्णाली प्रदेशको राजधानी कहाँ छ? सुर्खेतको वीरेन्द्रनगरमा। विक्रम सम्वत 2083 अर्थात् 15 गते कतिऔं राष्ट्रिय धन दिवस मनाइयो? 23औं। अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ? नेपालमा राणा शासनको स्थापना जङ्गबहादुर राणाले गरेका थिए। गोर्खा राज्यका अन्तिम राजा नरभुपाल शाह थिए। त्यसपछि पृथ्वीनारायण शाहले चाहिँ नेपालको स्थापना गरेका थिए। मुन्डुम कुन समुदायको धार्मिक ग्रन्थ हो? किराँत समुदायको। नेपालमा राष्ट्रिय जनावर कुन हो? गाई। नेपालमा चिया खेतीको सुरुवात इलामबाट भएको थियो। नेपालको आर्थिक वर्ष कहिलेदेखि सुरु हुन्छ? साउन 1 गतेदेखि। नेपालको सबैभन्दा ठुलो निर्यात वस्तु दिएको रूपले गलैँचा। रेमिटेन्स भन्नाले विदेशमा रहेका नेपालीले पठाएको रकम। नेपालको योजनाबद्ध विकास कहिलेदेखि सुरु भएको हो? 2013 टङ्कप्रसाद आचार्यको पालामा। नेपालको पहिलो राजमार्ग त्रिभुवन राजपथ रहेको छ। नेपालको संविधानले 3 तहको अदालतको व्यवस्था गरेको छ। जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत। नेपालको संविधानको भाग 1 मा प्रारम्भिक, 2 मा नागरिकता, 3 मा मौलिक हक। प्रतिनिधि सभाका सदस्यहरूको कार्यकाल 5 वर्ष कार्यकाल हुन्छ। राष्ट्रिय सभामा 7 वटा त्यसबाट 8 जनाको दर 8 × 56 प्लस राष्ट्रपतिबाट मनोनित 3 जना गरेर 59 जना हुन्छन्। नेपालमा संविधान अनुसार सार्वभौम सत्ता कसमा निहित छ? नेपाली जनतामा। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय न्यायालय नेदरल्यान्डको हेगमा रहेको छ। 7 मा नेपालले चाहिँ 1985 डिसेम्बर 8 स्थापना सालदेखि नै सदस्य बनेको थियो। विश्व ब्याङ्कसँगको सदस्य संस्था आइएफसीको पूरा रूप इन्टरनेसनल फाइनान्सियल कर्पोरेसन। विबस्टेको सचिवालय बङ्गलादेशको ढाकामा रहेको छ। संयुक्त राष्ट्रसङ्घ दिवस कहिले मनाइन्छ? संयुक्त राष्ट्रसङ्घ युरोपको स्थापना भएको दिन अक्टोबर 24 लाई युरोप दिवससँग जोडिन्छ। कम्प्युटरको इनपुट डिभाइस भनेको डाटा सूचना लिने किबोर्डले हुन्छ। www वर्ल्ड वाइड वेब भनिन्छ। भिटामिन डी को मुख्य स्रोत सूर्यको किरण हो। एसियाको किरण भनेर फिलिपिन्सलाई बुझिन्छ। कम्प्युटर भाइरसबाट बच्न एन्टिभाइरस प्रयोग गरिन्छ। चलानी नम्बर भन्नाले कार्यालयबाट गएका चिठीहरूमा प्रस्थान जाने पत्रमा चलानी नम्बर लगाइन्छ। अभिलेख व्यवस्थापनको प्रमुख उद्देश्य भनेको सूचनालाई सुरक्षित र व्यवस्थित राख्ने हो। कार्यालयमा समन्वय, विशेष गरी समन्वय काम दोहोरिन नदिन, दोहोरो काम नहुनको लागि सार्वजनिक सेवा प्रवाहमा को आधारभूत मूल्य भनेको पारदर्शिता हो। अनुशासन कार्यक्षमता बढाउँछ, सफलता निर्धारण गर्दछ। 20% अफ 850 10% प्रगति 70 170 एउटा कलमको मूल्य 150 भने एउटा कलमको मूल्य 150 किलो 5,000 30 भयो। 30 किलो 90 12,000 8% साधारण ब्याज दरले 1 वर्षको ब्याज 12,896 0.75 हो। त्यसपछि 3 बाई 4 75% हो। 15, 20, 25 र 30 मिल्ने अनि 4ले भाग गर्ने यति बेला 22 5 आउँछ। सार्वजनिक संस्थानको सञ्चालक समितिको मुख्य कार्य भनेको
नीतिहरू निर्माण गर्ने अनि निर्देशन दिने अब धितोपत्र बजारको नियम निकाय नेपाल धितोपत्र बोर्ड विनिवेश भनेको चाहिँ सरकारी समितिमा रहेका सार्वजनिक संस्थाहरू क्रमशः निजी क्षेत्रमा हस्तान्तरण गर्नलाई सार्वजनिक संस्थानमा एचआरएम भनेको ह्युमन रिसोर्स म्यानेजमेन्ट वित्तीय साक्षरताको मुख्य उद्देश्य भनेको सोही वित्तीय निर्णय गर्न सक्षम बनाउनु अनेस्टको ट्रुथफुल भनेको रिपिट उनी पुस्तक पढ्दैछन् भनेको अहिले पढ्दैछन् वर्तमानमा पढ्दैछन् पुरा भएको छैन अपूर्ण वर्तमान ध्वनिको विपरीतार्थक शब्द गरिब हो ध्वनिको विपरीतार्थक शब्दको गरिब हो सही अब्जेक्ट वर्ब भनेको the students are reading